सबै निकै छ अब अघि छकालापट्टि छन् पर मबाट मोगल सिंह अझ त्यहाँभन्दा पनि तर पर उहाँ गएकी छ पर मेरा बट्टाले उहाँ बोलाएको तराई बोलाएको देखा तर म उहाँ तराई गएको धनगढी गएकी छ धनगढीबाट आएँ मोगल सिंह हुँदै पर त्यहाँबाट आएँ छकाला 10-11 बजी गयो कोही आएका नै यहाँ कहाँ गएकी छौ खाटा आउनु पर्दैन कार्यक्रम भनेका दिन त तपाईँ अगाडि आउनु पर्दैन तपाईँ ढिलो आए अझ बाछा कि अझ अँधारो बिहाको हुँदैन मेरा घर भैँसा बाँध्ने चाहिँ मेरा भैँसा दिने चाहिँ पनि अझ खसखसको थाहा हो त्यो अन्त त्यसो गऱ्यो भने त म काल्छु सुत्दैछु अरू दिन त तपाईँ ढिलो आयो ठिकै हो आज नारी दिवस आफ्नै दिन त छाता आउनु हो त आज पनि ढिलो आयो बिचरा त्यही जग्गा त मेरा कसा भिज चढेका हुन् अब के हाल्नु आफ्नै जग्गा चुडु भने भएन सक्कली भए त चुड्नु आउँछ नक्कली अब जातको हतार नअरे कति कार्यक्रम बाँकी छन् अझ अहिले आफ्ना वडाका कति कार्यक्रम भयो अझ कार्यक्रम बाँकी छन् त्यसपछि अब अझ पछि पनि आउने कार्यक्रम बाँकी छन् अब कुरा पनि सुन्नु पर्यो हतार नअरे आज चिया होला होला आज मेकसेक पनि केही आउँदैन मैले अघि हेरेँ यसलेबाट देवी बहिनी छन् पछाडि बहिनीले हो कि नै आज पानी बहिनी हामीले क्या बढ्दैन भने आज पानी सबैले नआत्ते राम्रोसँग बस्यो है अब त्यसैले कुराकानी गर्नु पर्यो अब यसै त सबैजना निकै छ होइन अब डाँडानी बसेका निकै छ हो त सबैजनाले एकखेर सबै वरदेखि पर तलदेखि माथिसम्म तर ताली बजाउँदा तपाईँलाई जबरजस्ती कार्यक्रममा बोलाएको छ जबरजस्ती बल्ल बल्ल घर कि उनीहरूले हटबाट पनि चिमोटी लाएर आउँछ चिन्ता पर्नु अलि बजाइदियो पनि तपाईँको यता त्यसै हो त क्या आज कार्यक्रम छ रमाइलो चतुर्मा खानमा यस्तो धेरै सधैँ सधैँ यस्तो माहौल जुड्दैन यस्तो माहौल जुडेको छ आज त रमाइलो हेर्नुपर्ने छ रमाइलोसँग देउडा किन्न पर्ने छ गाउनु पर्ने छ राम्रो राम्रा कुराकानी हेर्नुपर्ने छन् बसिरहेको नजाए हेर म त यति काँडाबाट आएको थिएँ बिचारी जति काँडाबाट पनि आयो के अरू अझ मेरा पुइका छाल उसलाई दारू खाएका पुइका छाल सबैलाई थाहा त होला म त सबैलाई के थाहा होला जग्गा पुइ दारू खाइकन हल्ला त उसलाई मात्र जग्गा पुइ निकाल्छ उसलाई त के थाहा होला होइन मेरै जसा जग्गा पुइ दारू खाइकन ढल्याउँदा चाहिँ उसलाई थाहा होला त्यसो भनेर पल्ला गरेर कि बाउजू ठुस्किन तिनका पनि झगडा त सुनिरा केही छैन अब यसो चाहिँ हेर जमाना पहिलाका जसो रहेन होइन पहिलाका जमाना हुन् पहिलाका जमाना हुन् कसैले पर हिंसा हार्यो भनेपछि पहिले पनि दारू खाइकन झगडा हार्यो भनेपछि घर सासू ससुराले दारू खाइकन झगडा हार्यो भनेपछि अनि देवर जेठाजुले पनि दारू खाइ अथवा दारू खाइ नखाइकन हल्ला हार्यो भनेपछि हिंसा हार्यो भनेपछि सहेर बस्ने उसा जमाना गयो अब त 21औं शताब्दीका महिलाहरू अब 21औं शताब्दीका नारीहरू अब त त्यसै हिंसा सिंसा सहेर बस्ने दिन छैनन् होइन अब त हिंसा सहेर बस्ने होइन अब त अधिकार आएको न के चिन्ता मान्यो अधिकार त पहिले बनाउँछ पहिले थाहा पाएका छैनौँ होइन अब त गाउँ गाउँमा सरकार टोल टोलमा सरकार अब त केही छैन केही चिन्ता नमाने त्यस्ता खालका समस्या छन् भनेपछि हिंसा सहेर बस्नु हुँदैन न हिंसा हर्नु पनि हुँदैन हिंसा सहिकन पनि बस्नु हुँदैन हिंसा गर्दाको कसैले थाहा पायो भनेपछि खसक्क पार्यो भने यहाँ आइजाए पर चौकी आए पनि हुँदो पर गाउँपालिकामा आए पनि हुँदो अचलमा वडामा पनि छन् जाने वडामा पनि हामीले भोट दिइकन जिताएका अध्यक्ष छन् सदस्य छन् होइन छन् कि छैनन् हो हो तिनीहरू के भन्नु त्यस्ता खालको हिंसा छ भने हिंसा नगरे खुसु नआसे बुढी मौतम पनि धेरै राखे फेरि सासू निकी छ सासू कहाँबाट भेट्नु ओडा अध्यक्ष के छ अझै ओडा अध्यक्ष के अब ढाडे हुन्न ओडा अध्यक्ष के लपडा नामे पहिला पनि मान्छेहरू कति भन्नु नै नभए त उहिले लपडा कसो पछाडि भन्नु ल म त मेरो त छुट्टो पनि प्याच भुल्ली जाँदो हुन त वडा अध्यक्षले पनि भनेका हुन् सिकाएका छ विदेशदेखि मेरो गाउँमा आउने छ कि मेरो गाउँका मुख त्यो अध्यक्ष थियो मैले दाइ भन्नु अनि पछि बोयफ्रेन्ड भने पनि हुन्छ भन्दा चाहिँ उड्दिनुपर्ने त्यो सन्दै दियो अब करोड रुपियाँ दिनु पऱ्यो अब लास्ट पैसा मेरो मैले त भनिदिएँ त्यसै हो क्या अनि अब
सबभन्दा त हेर एउटा कुरा यसो छ, अब एक कुरा अब साँच्ची लागेको कुरा पनि भनिरहनु है, साँच्ची लागेको कुरा चाहिँ खासमा चाहिँ हामीले अब हिंसा भयो, हामीलाई चाहिँ अब यसो भयो समस्या भयो भन्दा चाहिँ नि खासमा त्यहीको सबैभन्दा ठुलो जड शिक्षाको नहुन्थ्यो क्या होइन। हामीलाई राम्रोसँग शिक्षा दीक्षाको अभावले पनि यसो भ्याएको हो। अनि त्यसपछि हाम्रा बाबुबाजेले, हाम्रा बजैले, हाम्रा आमाहरूले होइन, हाम्रा भाउजूहरूले, हाम्रा दिदीहरूले यस्ता खालका समस्या भोग्यो। अब यहाँ पछिका आउने पिँढीले भोग्न दिनु हुँदैन यस्ता खालका समस्याहरू, यस्ता खालका हिंसाका कुराहरू हुन दिनु हुँदैन भनिकन शिक्षाको जरुरी छ। त्यही भइकन आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा स्कुलमा पठाउनु पर्ने, शिक्षा दीक्षा दिनुपर्ने। त्यो छाँटैबाट 14-15 वर्षमै पहिलो गर्न डाँटाएर पढी लेखिकन आफ्ना खुट्टामा उभाइकन जागिरे बनाइकन सकेसम्म अब पढाइ लेखाइ गर्न राम्रो अवस्थामा पुर्याएर मात्रै बिहार्नतिर लाग्यो। छाँटै छोरी भइसक्यो भने चाहिँ छोरी खोज्न हतार, बुहारी खोज्न हतार जनहरू दुःख पाइँदो छ। मजाले पढाइ लेखाइ गरिकन मात्रै। अनि त्यसपछि अहिले त फेरि सरकारले पनि बिहाबारी 20 वर्ष बारी भनेको छ। 20 वर्ष अगाडि बिहाएर पनि त कारबाही हुँदो छ, तर कसो कारबाही हुँदो छ। त्यही भएर 20 वर्षपछि मात्रै बिहार्ने तामझामहरू छाँटै बिहार्ने तामझाम जान अरे। फेरि अहिले कहीँ केटाकेटी पनि मेरा नन्दकी मो मेरा यहाँ पर यहाँ यति छन्, अलिअलि नन्दकी मो यहाँ छन्। अब त्योहरूका मो पनि पछाडिबाट हेर्न लागेका हुन्न होइन, तर यति पनि नन्दकी मोहरू छन्। अहिलेका फेरि यिनीहरूलाई पनि आउँछ, यी पनि धेरै सुविधा पाएर पनि बढी भ्याएकी छन्, अचेलका बडा भ्याएका छन्। उहिले अब हाम्रा पढाउन लेखाउनु पर्छ, ज्वाइँ खोज्नु पर्छ, बुहारी खोज्नु पर्छ। अब कहीँ छोराका अचेलका नयाँ कहीँ छोराछोरीहरूलाई त हातले मोबाइल फोन दिए भइगयो। मोबाइल फोनका पछाडि लाग्दा आज हलो भन्यो, भोलि हलो भन्यो, सिटक पछाडि गयो हलो भन्यो, टोइलेट गइकन हलो भन्यो। त्यो हलो भन्दा 3-4 दिनपछि त्यही हल्लाका पछाडि लागि पहिलो जान्छन्, त्यही हल्लाका पछि साथ लागेर जोइ ल्याइकन आउँछन्। ल खासैमा यो गाह्रो हो, यो यसले गर्दा अब सुन्यो अघि पर अघिल्ला तल हाम्रै छिमेकी पालिकामा कत्रो घटना घट्यो यही मोबाइलले गर्दा। यी मोबाइल ठाडा नहुने भइकन पनि दुःखै म राँड्दैका पहिलो जाउँ क्या खोरो खोजिदिनु पर्छ। नभए पनि नहुने चिज होइन। अब काहीँ त्यो हलो भन्नुपर्छ, आफ्ना अब माइत पहिलाको खबर थाहा हुँदो, काहीँ चाहिँ समाचार सुन्नुपर्छ होइन। अनि त्यसपछि सामाजिक सञ्जालमा काहीँ राम्रा कुरा नराम्रा कुरा सबै सुन्नुपर्छ। यो मोबाइल पनि चाहिँदो। यही मोबाइलले गर्दा कतिका गाह्रो भ्याएको छ, घरबारी लिएका छन्, कतिका चाहिँ अकाले ज्ञान दिएका छन्, कतिका के अरे पढाइ बिग्रेको छ। त्यही भएर सबै चिजको सही सदुपयोग गर्नुपर्छ छ। यो राम्रोसँग चलाउनु पर्यो। अनि त्यसपछि हाम्रा भाइ बहिनीहरूले पनि यो मोबाइल पाए भन्दैन, मोबाइल लभरमा भाँडो होइन पो। मोबाइलमा जानकारीका कुरा पनि आउँदछन्, सिपका कुरा पनि आउँदछन्, मोबाइलमा समाचार आउँदो छ, मोबाइलमा पढाइ आउँदो छ। हो यी कुराहरूमा ध्यान दिनु पर्यो। त्यो लक पार्नेर छिट बनाउने काम मात्र छ, त्यसै काम मात्र जान अरे, त्यसै काम पनि अरे काहीँ होइन। तर आफूलाई उपलब्धिमूलक कामहरू गर्नु पर्यो। मोबाइल नि पर मोबाइल हेरिखन्न पनि मान्छेले कति प्रगतिहरू त्यही नि पर के भने त्यो घरुडाको कामहरू नसिकाउँदो, त्यहाँनि पर के भने त्यो तरकारी कसरी पकाउने नयाँ तरिका त्यो पनि सिकाउँदो, तरकारी कसरी लाउँदछन् भन्ने कुरा पनि मोबाइलले आउँदो छ होइन। लुगा कपडाका सिलाउने कसरी भनिकन पनि मोबाइलले आउँदो छ। सबै चिज आउँदो छ मोबाइलले। मेकअप गर्न पनि आउँदो छ, पैसा राम्ररी हुन पनि आउँदो छ, अभागी हुनेलाई काम लाग्ने चिज सबै चाहिँ मोबाइलले आउँदो छ। मोबाइलले सबै चिज आउँदो छ, तर आफूलाई काम लाग्ने चिज मात्र सिक्नु पर्यो, आफूलाई काम लाग्ने चिज मात्र हेर्नु पर्यो। बाँकी टाइम पास गरिकन गरिकन नगरे गाह्रो हुँदो छ। मान्छे पर कति घटना घटिसकेका छन्, यो कुराहरू ध्यान दिए, पढाइमा बढी जोड दिए। हेर नपढ्यो भने चाहिँ मेरो जस्ता दुःख हुन्न। उसले म पनि नाना छन् ती बुढी पढ्नका लागि स्कुल लगेँ, पढ्नका लागि स्कुल लगेँ। अब त्यसै त हो देखे, अब पढ्न त क्या बुढो पट्टै एकै क्लासले 4 खेती फेल भए बुढो। म चाहिँ पल्ला गाउँकी बाउजू साथी एउटी आएकी छन्, काहीँ पल्ला गाउँकी बाउजूले बुढो पहिरो लाग्थ्यो। एउटी आएकी हुने काहीँ बाउजू अहिले देखेपछि म देखाउँला त्यो बाउजूलाई। पर साथै बाख्रा हेर्न जाँदा अनि उहिले त अझ त छाउपडी भन्न पाइँदैन, छाउपडी सौपडी छैन, नचल त छाउपडी बोर्ड पनि छैन, केही पनि छैन होइन। के छन् त गर छैन हो ठिक भन्यो हुँदैन। खासको राम्रो होइन, त्यो मान्नु हुँदैन, सुरक्षित तरिकाले घर बस्नुपर्छ। उहिले हामी त्यो बाउजूसँग देखाएँ, तर उहिले अब छाउपडी हुँदा छाउपडी कोठो बस्नुपर्छ। बाख्रा चराउनु जाँदा साथै पछाडि लागि एक कोसी नानी जातेका पहिला जाऊ, त्यो निको छ पाली खाने हो भनिकन बुढी पहिलो लायो। पहिलो लगाइसक्यो भनेपछि हेर नानै छन्, त्यो उमेर नपुगिकन पहिलो त्यहाँ बिहाएर कम्ता दुःख पाएँ मैले। सानो उमेरमा बिहाएर चाहिँ कति दुःख हुन्छ।
है उहिलेका जस्तो दिन छैनन् अहिले फरक बिहा सानो छन् त्यो बिहा आएर भने चाहिँ सानै छन् त्यो बिहा आएर भने सानो छन् त्यो पर के भन्छ